हेलो एन्ड नमस्ते एन्ड खोन्निचिवा स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ सबैभन्दा सधैँ अब हिरागाना काताकाना पढाएको मान्छे आज चाहिँ अलिकति फरक विषयमा कुराकानी गरौँ कि भनेर भिडियो बनाएँ। अन्तिमसम्म हेरेर साथ दिनु होला, धन्यवाद। ल सुरु गरौँ है। आज चाहिँ कुनमा चाहिँ आउँदा चाहिँ बेटर हुन्छ, जस्तै एसएसडब्ल्यूमा, तपाईँको ब्याचलर भिसामा, स्टुडेन्टमा, यिन तिनटामा चाहिँ तपाईँ चाहिँ कुनमा चाहिँ आउँदा बेटर हुन्छ भन्ने विषयमा लिएर चाहिँ म आज भिडियो बनाउन गइरहेको छु। आज म तपाईँहरूलाई एक्सप्लेन गर्न गइरहेको छु, अन्तिमसम्म हेरेर साथ दिनु होला। अब यस्तो अहिले भनेको सबैभन्दा मान्छे लगभग एसएसडब्ल्यू भनेर भिजाहरू चाहिँ एकदमै फेमस भइरहेको छ, एकदमै भाइरल भइरहेको छ होइन। मान्छेहरू धेरै एसएसडब्ल्यू भिजामा नै आइरहेका छन्। अब एसएसडब्ल्यू भनेको चाहिँ कस्तो भिजा हो भन्दाखेरि टोटल चाहिँ 5 वर्षको अवधि हुन्छ। जापानमा बस्न पाउने अवधि चाहिँ 5 वर्षको हुन्छ है। त्यो 5 वर्षमा एसएसडब्ल्यू इचीबाट एसएसडब्ल्यू 1 बाट एसएसडब्ल्यू 2 मा सेकेन्डमा लान सकियो भने, इक्जामहरू पास गर्न सकियो भने चाहिँ लङ टाइमसम्म अब जापानिज जस्तै भएर बस्न पाइयो। आफूले चाहेको समय चाहिँ बस्न पाइन्छ जापानमा। अनि यदि पास भइएन भने चाहिँ अहिलेको तपाईँको नियमअनुसार चाहिँ के छ भन्दाखेरि 5 वर्षपछि चाहिँ सायद नेपालमै फर्किनुपर्छ, अथवा फेरि अर्कोचोटि चाहिँ यो एसएसडब्ल्यू भिजामा चाहिँ आउन नपाउने नियम, अथवा तपाईँ पहिला चाहिँ जस्तै नर्सिङ केयरमा आउनुभएको थियो भने 5 वर्षपछि चाहिँ फेरि अर्को फुड सर्भिसतिर पढेर आउन पाउने नियम चाहिँ बनाएको छ है। अब एसएसडब्ल्यूमा चाहिँ आउनको फाइदा चाहिँ के हुन्छ भन्दाखेरि एउटा लागत चाहिँ कम लाग्छ एसएसडब्ल्यूमा है। अनि त्यसपछि अर्को चाहिँ के छ भन्दाखेरि पैसा छोटो उसमा पैसा चाहिँ बचाइन्छ कि त्यो क्षेत्रमा। तपाईँले 5 वर्ष काम गर्छु पढ्दैन म भन्दा पनि फरक पर्दैन कि, किनकि भाषा त अब बिस्तारै बनिहाल्ने नै कुरा हो मिहिनेत गरिसकेपछि होइन। तर अर्को कुरा के हुन्छ भन्दाखेरि स्टुडेन्टमा अब गागको फी हुन्छ, अब होइन, अब अनेक हुन्छ नि त, अब कामहरू पाइँदैन, यताउति हुँदैन। यहाँ चाहिँ स्पेसिफिक काम हुन्छ, एउटा त्यो तपाईँले एउटा तोकिएको काममा आउने हो, तोकिएको एउटा खाइसेमा काम गर्ने हो। अनि त्यो कम्पनीले चाहिँ कम्पनीमा अब पछि आफूले अब एक्सपिरियन्स भएपछि अब अन्त जान्छु भन्न पनि पाइयो। एसएसडब्ल्यूको चाहिँ एसएसडब्ल्यू भनेको सबैभन्दा तल्लो लेभल, तल्लो दर्जाको भिजा मानिन्छ होइन। तर सबैभन्दा सजिलो भिजा पनि हो कि हरेक क्षेत्रमा, हरेक सेक्टरमा चाहिँ चेन्ज गर्न पनि पाइन्छ कि एसएसडब्ल्यू भिजा चाहिँ। म पनि अहिले एसएसडब्ल्यू भिजामै काम गरेँ, नर्सिङ केयरमा काम गर्दैछु। त्यस मेरो अनुभवमा चाहिँ एसएसडब्ल्यू चाहिँ वान अफ द बेस्ट आइडिया हो कि जस्तो लाग्छ कि मलाई चाहिँ। किनकि मैले अघि पनि तपाईँहरूलाई भने 5 वर्षसम्म मजाले पढ्दैन, म काम मात्रै गर्छु, 8 घन्टा काम गर्छु, अब नाइटहरू पाएँ नाइट पनि गर्छु। अब भन्नु भने 5 वर्षसम्म राम्रै पैसा कमाइ हुन्छ, त्यस्तो नराम्रो चाहिँ हुँदैन। आउनको लागि लागत पनि कम लाग्यो अनि 5 वर्षसम्म कमाइ पनि भयो। अब मेहनत गरेर पढियो भने चाहिँ एसएसडब्ल्यू निमा भएपछि ब्याचलर भाषामा आउनेहरू ब्याचलर्सको सरह लगभग त्यो लेभलकै त्योभन्दा कम चाहिँ हुँदैन, तर त्यो लेभलकै सेवा सुविधाहरू पाइन्छ। फाइदा केमा? अब अर्को भने ब्याचलर भाषाको कुरा गरौँ है। अब नेपालमै ब्याचलर पास गर्नुहुन्छ अनि भाषा पढ्नुहुन्छ N5सम्म, N4सम्म, अनि त्यसपछि आउनुहुन्छ। ब्याचलर छँदैछ, गएर काम पाइन्छ। अब भाषा त गएर बनाइहालौँला नि भन्ने चाहिँ हुन्छ, मान्छेको मानसिकता नै, मेन्टालिटी नै यही छ कि। यो भनेको सबैभन्दा ठुलो कमजोरी हो। 15-20 लाख रुपियाँ खर्च गऱ्यो, जापानमा आएर काम हुँदैन, गएकोले काम लाउँदैन भन्छ, अनि त्यसपछि अब खोज्ने यताउति गर्दाखेरि चाहिँ कुरा चाहिँ त्यही हो भनेको, किन आएछु जस्तो रिग्रेट फिल हुन्छ जापानमा आएपछि। तर
ब्याचलर भाषा स्टुडेन्ट भिजामा लगभग उस्तै नै जस्तो मानिन्छ होइन। किनकि अब गएको पढ्नु पऱ्यो 2 वर्ष जति ब्याचलर भिजामा आउनुभयो भने चाहिँ 2 वर्ष तपाईँले निहोनको जापानिज भाषा पढेर जापानिज ल्याङ्ग्वेज पढेर त्यसपछि चाहिँ भाषा राम्रो भयो लेभल राम्रो बनाउँदै जानुभयो भने चाहिँ फर्दर तपाईँको वर्किङ भिजा लाग्ने कुरा हो होइन। अनि अर्को चाहिँ ब्याचलर भाषा पढेन अब +2 गरेर जापान आउनुभयो भने चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले 2 वर्ष जति जापानिज ल्याङ्ग्वेज पढ्नु पऱ्यो। त्यसपछि चाहिँ तपाईँ चाहिँ के पढ्ने हो, अब सेन्मन गएको छिर्ने हो कि स्पेसल अब एउटा गएको स्कुल छिर्ने हो कि तपाईँ दाइ गएको छिर्ने हो भन्नेमा तपाईँको 2टा अप्सन हुन्छ। 2 वर्ष छिरेर तपाईँ सेन्मन गएको छिरेर त्यसपछि 2 वर्ष पढेर वर्किङमा नि भिजा चाहिँ अब कौसिन अब तपाईँको यहाँको गर्न मिल्छ होइन, चेन्ज गर्न मिल्छ। त्यो गर्नुहुन्छ कि तपाईँ 4 वर्ष दाइ गएको पढ्नुहुन्छ, दाइ गएकोमा राम्रो स्कोप पनि हुन्छ, राम्रोसँग पढ्यो भने त्यो गर्नुहुन्छ भन्ने 2टा अप्सन हुन्छ। स्टुडेन्ट भिजा ब्याचलर भिजामा चाहिँ कस्तो मान्छे आउने हो जस्तो लाग्छ भने मेरो पर्सेप्सन चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो चाहिँ आजको चाहिँ यो भिडियो बनाउनुको मुख्य उद्देश्य पनि त्यही नै हो। 15 लाख 20 लाख रुपियाँ ऋण गरेर आउनुहुन्छ होइन। अनि यहाँ आएर चाहिँ हुन्छ पछुताउँछ कि पछुताउनु बाँकी उपाय नै छैन। तपाईँलाई अब 2 दिनवटा काम गऱ्यो भने गएकोले समात्ने हो कि सरकारले जापानिज सरकारले समात्ने हो कि जस्तो पनि लाग्छ। त्यसपछि काम गर्न मन पनि लाग्दैन। समात्यो भने 15 लाख 20 लाख रुपियाँ ऋण ल्याएर आएको फेरि नेपाल फर्किनु पऱ्यो भने के हालत हुन्छ भन्ने एउटा डर हुन्छ मनमा है। त्यस्तो मान्छे चाहिँ एसएसडब्ल्यूमा आउनुहोस्, 5 वर्ष आउनुहोस्, 5 वर्ष काम गर्नुहोस्, अलिअलि पैसा लिएर जानुहोस् नेपालमा। फेरि स्टुडेन्टमा आउनु मन लाग्यो भने त्यही पैसाले आउनुहोस्, कुरा एउटै हो। भाषा पनि बन्छ 5 वर्षसम्म। मेहनत गर्नुभयो भने 5 वर्षपछि नेपाल फर्केर एउटा कन्सल्टेन्सी सानोतिनो चाहिँ कन्सल्टेन्सी पनि चलाउन सकिन्छ कि। मेहनतमा भर पर्ने कुरा हो हरेक कुरा चाहिँ। अब ब्याचलरमा पनि त्यही हो, 15-20 लाख रुपियाँ ऋण भन्छ, ब्याचलर भिसामा लगेर वर्किङ भन्छ, वर्किङमा हालिदिन्छु भन्छ। अब यहाँ जापानमा आयो कहाँ मुला गोड्न कता साग गोड्नतिर लगिदिन्छमा हिउँ पर्ने ठाउँतिर। मैले देखेको छु, मैले यहाँ आएर भोगेको छु। तब मैले भोगेको त मैले अब त्यो मुला त मैले गोड्न परेको छैन, त्यही पनि अब वरिपरिको मान्छेहरूलाई मैले देखेको छु होइन, भेट भएको छ मसँग पनि, मैले पनि भेटेको छु त्यस्तो मान्छेहरूलाई। त्यही भएर यदि तपाईँ मिडल क्लासको फ्यामिली हुनुहुन्छ भने तपाईँ स्टुडेन्ट ब्याचलरमा चाहिँ म नआउनु सजेस्ट दिन्छु है। सबैको राम्रो हुन्छ भन्ने पनि छैन कि, किनकि बिरामी हुनुभन्दा रोग लाग्नुभन्दा रोग लाग्न नदिनु चाहिँ बेटर हुन्छ जस्तो लाग्छ है। त्यही भएर मिडल फ्यामिलीको मान्छे हो भने अब तपाईँले ऋण पनि एकदमै गाह्रो हुन्छ तिर्नको लागि, त्यस्तो मान्छे हो भने चाहिँ तपाईँ स्टुडेन्ट ब्याचलर भिजामा अथवा नआउनुहोस्, म चाहिँ यही सजेसन दिन्छु। बरु नेपालमा एन्फोसम्म पढ्नुहोस्, जेएफटी पास गर्नुहोस् अथवा जेएलपिटी पास गर्नुहोस् एन्फो लेभलको, अनि आउनुहोस् एसएसडब्ल्यूमा। स्कोप छ त एसएसडब्ल्यूमा, मजाले छ, आउनुहोस्। 8 देखि 5 सम्मको 9 देखि 6 सम्मको काम गर्नुहोस्, मजाले घुम्नुहोस्, 8 घन्टा काम गऱ्यो अनि ओभरटाइमहरू पनि हुन्छ, अनि रेस्टुरेन्टतिर आउन मिल्छ, कन्स्ट्रक्सनतिर आउन मिल्छ, अनि नर्सिङ केयरमा पनि काम गर्न मिल्छ। अनेक सेक्टरहरू छ एसएसडब्ल्यूको, आउनुहोस् कमाउनुहोस् 5 वर्ष अनि जानुहोस्। किन त वाइया टेन्सनहरू लिनुहुन्छ। एसएसडब्ल्यूमा आयो भने मान्छे जस्तो मान्छे नर्मल मान्छे पनि आउन सक्छ होइन, 1-2-3 लाख रुपियाँ लाग्ने हो, धेरै पनि लाग्दैन। अनि म चाहिँ त्यही सजेसन दिन्छु। यो भिडियो अब लामो भएको पनि हुनसक्छ, अब अन्तिमसम्म हेरेर साथ दिनुभयो, धन्यवाद। अनि अर्को कुरा के भन्दाखेरि जस्तै एसएसडब्ल्यूमा आउन चाहनुहुन्छ भने मलाई डाइरेक्ट मेसेज गर्नु होला, अथवा जापानिज भाषा राम्रोसँग बेसबाट चाहिँ पढ्न चाहनुहुन्छ भने मलाई इनबक्स गर्नु होला। म चाहिँ हजुरलाई मैले भएको कुराहरू केही सिकेको कुराहरू चाहिँ म हजुरलाई अवश्य पनि सिकाउने छु। त्यसको लागि चाहिँ ठोक्क भएर मलाई चाहिँ मेसेज गर्दा हुन्छ। अन्तिमसम्म साथ दिनुभयो। अब मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला, मेरो युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त धन्यवाद।